हेलो साथीहरू, वेलकम माई न्यू युट्युब भिडियो है। फेरि पनि मेरो नयाँ भिडियोमा स्वागत छ। हामी चाहिँ आज सिटी जान लागिसकेका छौँ। सट्टा लाएर साथीहरू यतातिर छन्, सो म यहाँ छु। अब आज चाहिँ ट्याक्सीमा नजाने बसमा जाने भन्ने कुरो हो। टक्क हामी चाहिँ बस स्टपमा छौँ अहिले। अब यहाँ गाडी कुदिरहेको, गाडीहरू सफा सडेर हुन्छ। यहाँबाट जान अलिक टाढो लाग्छ, 1 घन्टा जति लाग्छ बाटोमा है त। यो बनाउँदै गर्छु यति गर्नलाई त गाडी छ, गाडी सक्यो अनि अब जाँदै हो। यो बाटोतिर देखाउँदै गर्छु है त। अहिले यस्तो छ सबैतिर हरियाली, यसो मौसम पनि एकदम क्लियर छ होइन। आजको वेदर चाहिँ दामी छ। अनि आज चाहिँ हामी नयाँ ठाउँमा जाँदैछौँ, सो देखाउने नै छु मैले सबै कुराहरू है। यति गर्नुलाई त सट्ट बस्छु। अब हिँडेको है त, सबै देखाउनेछु। अनि त्यही हो, अब नयाँ ठाउँ गइँदैछ, देखाउँदैछु त्यतातिर चाहिँ। यो बाटो जान चाहिँ होइन, यहीँको यहीँ घुमाएको गर्छ। अनि 2 रुपियाँ जस्तो तिरेपछि चाहिँ टोटल्ली 1 घन्टा 2 घन्टा जति चढे पनि 2 रुपियाँ हुन्छ यहाँको चाहिँ। त्यही हो, अलिक 1 घन्टा लाग्छ अब पुग्नलाई गन्तव्यमा। जहाँ हामी जाने भनेर हिँडेको त्यहाँ पुग्नु चाहिँ हामीलाई 1 घन्टा जति चाहिँ लाग्छ। ल यतातिर यस्तो छ, यस्तो छ। पानी पर्ला जस्तो भइरहेछ, कतैतिर बादल लागिरहेछ, कतैतिर चाहिँ क्लियर छ। त्यही हो, बिचतिर देखाउँदै गर्छ है, तल हेर्दै गर्नु ल। यतिखेर चाहिँ सिग्नलमा छौँ, सिग्नलमा रोकियो है। ठ्याक्क आधी बाटो आएको गाडी जस्तो भयो। खटिनु र हाम्रो यो सामान्य कम्पनीमा काम गर्नु त फरक धेरै छ त भाइ। लडाइको मोर्चामा धमिलो देखेको र हाम्रो यो कम्पनीमा काम गर्नु остановки, пожалуйста. यति राम्रो छ कि यति मजा आएको ठाउँ। त्यतातिर चाहिँ बब्बालै छ है, पानी छ यतातिर चाहिँ। यहाँदेखि परेसम्म राम्रो छ क्या एकदम। वाउ यार, बब्बाल देखिरहेछ। Просто как бы по своей, по своей, все. हामी बस्ने हो त यहाँ अलिकति। उठे अर्को पल्लो नि त्यस्तै भन्दै रहेछ, अर्को पल्लो नि त्यस्तै भन्दै रहेछ क्या। आयो अब हामी चाहिँ यतातिर जाँदैछौँ। तल एउटा ठुलो छ कि खोला, ठुलो खोला रहेछ। अनि यतातिर जाउँ त भनेर यतातिर आयो है। सो त्यहीँनिर गएर यसो भन्दै र साथीहरू। ल साथीहरू आइपुग्यो है हामी घुम्नु जानु भनेको ठाउँ चाहिँ। सो एउटा क्रस बाटो जानु पर्छ यहाँबाट। गाडीहरू छैन, गाडी आइफोन रोकिहाल्छ, मतलबै हुँदैन कि। दामी होइन, वेदरले पनि साथ दिइरहेछ आज चाहिँ सट्ट। तर जान पाइन्छ कि पाइँदैन भन्ने कुरा हो। छिर्ने चाहिँ यहाँबाट केटाहरू। आऊ न
लेख्नु पर्दैन केही पर्दैन के त्यस अब यहाँभित्र फोहोर गर्नु चाहिँ पाइएन होइन आउनु चाहिँ पाइयो नि बिच जस्तै रहेछ यार यो हुँ? बिच जस्तै रहेछ यो ऊ हो लकिङ गरेर अब 4 को मिल्छ ब्रेक कस्तो लचक्कै जाँदो रहेछ अरे बालुवामा त कहाँ के खेल्थ्यो अरे ए के हो यो बिचको ए ठिक 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 त्यही होला भन्छु है म तर अझै सुसो भन्ने छ है त्यहाँ खोइ मौसम चाहिँ भएन है अझै त्यो स्विमिङ गर्ने मौसमै भएन है अब चट्ट यस्तो देखिँदैछ घाम अलिकति घाम लाग्यो भने चाहिँ बबालै हुन्थ्यो बाहिर त्यसमा सट्ठ आइएछ अलिअलि घाम लाग्यो दामी दामी छ नि होइन यो चाहिँ एकदमै ठुलो सायद बोर्ड चाहिँ रहन्छ बोर्ड एउटा मात्रै छ त्यहाँ पर त्यो अब है मान्छे छैन नि त भइदिएको भए खेल्नुहुन्थ्यो बोर्ड त्यही भएर साथीहरू चट्ट पोखरीमा छ त्यहाँनिर चाहिँ एकदमै ठुलो पुल बन्न लागेको रहेछ कि त्यही भएर साथीहरू पोखरीमा आइयो त्यति साह्रै धेरै ठुलो त छैन धेरै लामो चाहिँ लामै छ माथितिरसम्म नै छ माथि जानु नमिलिरहेछ यतातिर त्यही भएर अब चट्ट पाराले सट्ट त्यहाँ अफिस धेरै छ तर त्यही भएर ल कस्तो छ यहाँको भ्यू चाहिँ दामी लाग्यो ठाउँ चाहिँ आज वेदरले पनि हल्का साथ दिएको है कस्तो दामी हुँदै रहेछ र त्यही हो है ल साथीहरू अब उतापट्टि पनि जान्छौँ हामी अब यो साइडदेखि तल यहाँबाट ठ्याक्कै तलतिर जाने ओरा छौँ त्यता पनि देखाउँछु साथीहरू ठक्क फोटोसुट गर्दैछन् सायद त्यही होला है गर्नु होला है साथीहरू हामी यता आयो है अब यहाँ पनि एकदम दामी लाग्यो जे होस् यो लोकेसन चाहिँ राम्रो रहेछ भिडियो बनाउन फोटोसुट गर्न होइन टिकटक बनाउनुदेखि लिएर अब जे काममा पनि राम्रो छ जे होस् दामी छ है ल यतातिर घुम्न आउनुभयो भने यतातिर चाहिँ आउनु होला त्यहाँबाट दामी खालको देखिन्छ राम्रो भ्यू आउँछ होइन फोटोसुटको लागि नि दामी टिकटकहरू बनाउनुलाई नै अब हरेक चिज राम्रै छ ल है त बो कत्रो ठुल्ठुलो चरा हो यार त्यहाँनिर गएर फोटो हाल्नु पर्ला एउटा अहिले पानी चाहिँ त्यति सफा रहेनछ अरू चिजहरू चाहिँ राम्रो यतातिर आउँदैछ एरिया यस्तो सर हिँड्दैछ कि यसले भुइँमा खुट्टा भेटेछ क्या हो र साह्रो छैन त नि हामीसँग कस्तो मजाले हिँड्यो है हेर न टक्क आइदियो सप्प बस्यो यार कति मजाले अडेको कि यसलाई खुट्टाले कसरी खाइरहेछ यार आनन्दसँग यो चाइनिज हाँस हो कि अरू पनि आउँदैछन् उताबाट सर यसको साथीहरू साथीहरू हाम्रो सिटीतिरको बिच ठाउँमा आयो होइन यहाँ चाहिँ मेन सिटी मान्छेहरूको आवाज त धेरै नै हुन्छ यहाँनिर घुम्न लगायत अन्य चिजहरूको लागि आउँछन् है अनि त्यही हो हामी छ है बिच बाटोमा आएको छौँ हामी हेर्दै जाउँ न त पुलिसको भ्यान हो कि एम्बुलेन्स हो यो चाहिँ पछाडि कुनै ठाउँदेखि घुम्न आउनु भएको छ हेर्दै गर्नु अगाडि साथीहरू अब फोटोसुट खिच्यो फोटोसुटहरू गऱ्यो अनि यहाँ बोलाएर अब हामी चाहिँ सल्लाहको सामानहरू किनेर जान्छौँ है
त्यही हो अब यस्तै छ नि होइन अब यही अब जति हुने नि रहर पुग्दैन त्यही साथीहरूलाई भिडियोमा भेट्दै गरौँला है त